गाइस यो के गरेको हो गाइस हामी सम्मान गरौँ त यहाँकोमा सामान यहाँ हालेको छ उचालेर हाल्नु वाओ व्हाट अ ब्युटिफुल प्लेस है गाइस फाइनली वी आर एट गुफा ल गाइस आज चाहिँ एउटा च्यालेन्ज गर्न आँटेको छु है यहाँ आएपछि म यो पानी छुन आँटेको छु यो चाहिँ जिरे है गाइस जस केटाहरू सो वेलकम ब्याक टु द ब्रान्ड न्यू एपिसोड इट्स योर बोय मिस्टर भुवन बुढाथोकी एके मिस्टर लिक्विड सबैजना सन्चै हुनुहुन्छ होला आफ्टर अ लङ टाइम आएको छु जहिले पनि भन्ने त्यही हो होइन तर आज चाहिँ आफ्टर अ लङ विक आएको छु है त ओके सो आज चाहिँ हामी ट्रिप टु गुफा पकौडी टाइटल र थम्बनेल हेरेर थाहा भइहाल्नु पर्ला यो चाहिँ जिरीको डाँडो है अनि हामी चाहिँ जिरीबाट मासतिर लागिसकेका छौँ अनि योसँग चाहिँ नि गाइस यसको ब्यागमा चाहिँ 10 किलो छ अरे क्या 10 होइन 9 किलोको जुत्ता अरे अनि जुरेली चाहिँ यसो हल्का खाजाहरू लिन चाहिँ गएको छ है सो भिडियो के कस्तो हुन्छ हेर्दै गर्नुलाई स्टेट ट्युन कति गली हो गाइस कति फाइनली याड त हाम्रो चेक पोइन्ट आइसकेका छौँ फर्स्ट चेक पोइन्ट हाम्रो चाहिँ ओके अहिले ढोग्नु पर्ने हुन्छ ढोग्ने एउटा है गाइस यहाँ चाहिँ हामी निस्किन पाइनौँ किनभने हाम्रो यात्रा चाहिँ लामो छ के छ केटाहरू सबैजना फिट एन्ड फाइन अहिलेसम्म चाहिँ हजुर भर्खर आधी घन्टा हिँडेको छ अब दर्शन लामो छ र बाटोको हजुर कहिले पुगिन्छ भन्ने यसो पानीले चाहिँ नभेटोस् बिहानको मौसम सफा होस् भन्ने आदरणा गर्दछु ल ऊ चाहिँ किन नाङ्गे भएको सिक्स ठाउनु हो उहाँले ल गाइस ल बाई बाई यहाँबाट चाहिँ हामी माथि जानेछौँ हामी चाहिँ निस्किनौँ है ओके केही छैन हामी मनदेखि होइन मनदेखि ढोग्न चाहन्छु है सब थ्याङ्क यू गाइस जाडो भयो देउरालीमा बतास चल्यो यहाँ च्यानहरू रहेछ गाइस यहाँ चाहिँ अब अर्कोचोटि आउँदाखेरि नि 24 घन्टा बस्ने च्यालेन्ज गर्नेछौँ हामी रोड यही रहेछ यही होला रोड त्यता सर्टकट छ ए त्यता निस्किँदो रहेछ हामी चाहिँ सर्टकट खोज्दै आफ्नै ठाउँका दाजुभाइहरूलाई है खोज्दैखेरि यो के तेर्थुमै पर्छ ए म्याङ्लुङ पर्छ कि कटिमा हामी सोलुखुम्बु सोलुखुम्बु अरे तेर्थुम होइन नि तेर्थुम क्या तेर्थुम यो त लालीग्रास पर्छ होला त्यसो भए हामी सोलुखुम्बु उठ्यौँ कि जे जस्तो भयो नि हामीले च्यालेन्ज लिएको शङ्खसभा होइन यता सिङ्गै छ बाँकी कसै लगाइस पानी पर्यो है अझै हामी कुद्नु पर्ने हुन्छ ओके स्टेट ट्युन सो गाइज हामी चाहिँ अब आधी घन्टा बाँकी छ होइन लगभग 30% चाहिँ आइपुग्यौँ है बाटोको कति बज्यो 9-10 भएछ है भ्लगमा किल्लर चाहिँ मनाउँ न सो अब हामी चाहिँ खाजा खान आँटेको है अब 1 घन्टा 1.5 घन्टा छ चौकी पुग्न लास्ट भोक लाग्यो केही खाएको छैन बिहानदेखि गाइस केही खाएको छैन धन्नै मौसमले चाहिँ साथ दिइरहेछ पानी परेको छैन यस्तै भयो झन् रमाइलो हुन्छ गाइस ओके चाडा छ यहाँ निकालेको छैन के सुमनले कल निकाल्नु यस्तै छ गाइस ट्रेकिङको जिन्दगी हामी चाहिँ 3 घन्टा पछि चौकी आइसकेका छौँ चौकी चाहिँ यस्तो रहेछ है चौकी भन्दै चौकीमा चाहिँ के कसो रहेछ भनेर चाहिँ हामीले यसो अनुमान लाउँदा एउटा गाउँ रहेछ है गाइस यस्तो रहेछ सबै नमुनाहरू है भ्लगै मात्रै छ क्या भ्लगै गर्नुपर्ने सबैलाई यो पनि घाम लागिरहेछ सबै मौसमहरूले साथ दिइरहेछ ओके ओए चितुवा रहेछ यहाँ उता चितुवा रहेछ अनि जङ्गली चुवा ओए तेरो फोटो हेर न तेरो फोटो हेर न त्यहाँ तेरो फोटो यसको फोटो पनि रहेछ गाइस भनेको ओके यो चाहिँ चौकी अरे लास्ट नै बवाल ठाम रहेछ अनि यस्तो रहेछ गाइस ओके फाइनली मङ्गलबारे बजार हामी चाहिँ मङ्गलबारे बजार आइसकेका छौँ बाटो चाहिँ यस्तो छ है खाजा खान्छ तिमीहरू अब त सिधै ऊ हो नि सिधै ऊ हो नि अब त ओए खाजा खान्छ सिधै उता हो नि अब त 2 घन्टा लाग्छ होला
पानी छिन्छ अब सोधौँ न गाइस यो चाहिँ मङ्गलबारे बजार लास्ट दामी छ ल ल फाइनली हामी चाहिँ अब यहाँबाट हिँडिसकेका छौँ मङ्गलबारेबाट अनि यसो यहाँ चाहिँ एउटा दृश्य देखियो क्या के हो यो जस यहाँ आउँदाखेरि चाहिँ बियरहरू चाहिँ जस लास्टै बिक्दो रहेछ फ्याल्कन भन्ने बियर चाहिँ जस मान्छेहरूले डरो खानुहुँदो रहेछ है अब खाए पनि जस व्यापार चाहिँ जस राम्रो चलिरहेको रहेछ यहाँ चाहिँ अब चाहिँ हामी 2 घन्टा हिँड्नुपर्ने हुन्छ यहाँबाट है अनि चार्ज गर्दै हिँड्दै गर्दैछौँ ओके दिस इज मङ्गलबारे बजार अनि केटाहरू चाहिँ आफ्नै पारामा छन् है स्टेडियम गाइज मङ्गलबार यहाँ चाहिँ अहिले चाहिँ हामी यहाँ बाटोमा छौँ उता नाच्दैछ अनि गाइज यहाँ चाहिँ चौरी गाई देख्यो है लास्ट चाहिँ दामी छ अरू गाईहरूको बिचमा चौरी गाई केटाहरू टिकटक पनि बनाउँदैछ है ओके थ्याङ्क यू स्टेडियम है वाट ब्युटिफुल यहाँ चाहिँ कस्तो राम्रो गुराँसको फुल रहेछ है बोट पनि है केटाहरू चाहिँ हेर्न भाँच्दै छ न थेट अनि एउटा मलाई फुल भात के हुन्छ मान्छेले दोकियो अरे कमेन्ट डाउन बिलो गाइज स्कुटरमा चाहिँ फुलै फुल राख्न मिल्ने एउटा फुल टिप्दा के हुन्छ म म्याङ्लुङबाट आइरहेको छु के हुन्छ त्यही त गाइज कमेन्ट डाउन बिलो यसले के गर्यो राम्रो गर्यो कि नगर्यो है यहाँ पनि उता भाँगै भाँच्ने अरे अब हाँगा हेर्न के साह्रो भाँचेको यति साह्रो चाहिँ नगर्नु न हौ गाइज राम 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 वाक्क लाग्ने भइसक्यो म त लिफ्ट मागेर जानु पर्यो गाइज उता बाइक आउँदैछ ए 2 जना पो रहेछ ल गाइज है अब चाहिँ हामी 4 किलोमिटर छ यहाँदेखि है स्टेट थियो है गाइज यो के गरेको गाइज हामी सम्मान गरौँ यहाँ यहाँको सामान यहाँ हालेको छ उचालेर यो चाहिँ के ल्यायो खास देउराली भनेको गुफा पोखरी नै हो बसन्तपुरमा 3 किलोमिटर ल्याएको छ है यो भाइरल ऊ होइन के भन्छ डुङ्गो गाइज यस्तो गरेको रहेछ केही छैन मोर देन 3 किलोमिटर्स अब आधी घन्टामा पुग्छ मलाई यसले सम्मान गरेको यो कोदेले ओके गाइज हामी चाहिँ अब यहाँबाट हिँड्नु पर्ने हुन्छ है गरे तिमीहरू गुफा पोखरी होइन गुफा पोखरी आइयो होइन वाउ व्हाट अ ब्युटिफुल प्लेस है गाइज फाइनली वी आर एट गुफा हामीले चाहिँ फाइनली एउटा रुम बुक गरेर यसो निस्किन आएको छौँ खानपिन केही नगरिकन अब मेन पोइन्ट चाहिँ हाम्रो यो गुफा पोखरीमा चाहिँ के रहेछ खास कुरो चाहिँ के हो त्यो हेर्न जान आँटेका छौँ है गाइज इन्ट्री चाहिँ यहाँ रहेछ है मेन गुफा पोखरीको यही हो क्या अब लेट्स सी के छ कसो छ हेरौँ न त है भित्रबाट यो है मेन चाहिँ यही हो पोइन्ट है गुफा पोखरीको मेन पोइन्ट यही हो त्रिशुल पनि रहेछ गाइज एज यु क्यान सी अरू त्यस्तो केही छैन लास्ट धुम्मेको छ है ब्लग आउँदैछ त दिज्जु ब्लग आउँदैछ त दिज्जु ब्लग आउँदैछ फिल त गर्नु पर्यो नि गाइस सबै भल गर्छ फेरि के भन्नु र अब है उता यहाँको एउटा विशेष हिँड्न उता हिँड्न विशेष उताबाट विशेष तेरो यहाँको पानी चाहिँ अब यहीँनिर हेर्नु न कुदेको जस्तो देखिन्छ कुदेको जस्तो हुन्छ गाइस तर लास्ट चिसो गाइस लास्ट चिसो के यो मेन भ्लग हो मेरो मेन भ्लग यही हो क्या अति यार अति गर्छन् त्यहाँनिर चाहिँ कपल्स हुन्छ है यस्तो राम्रो कपल्सहरू आउने खास होइन यी बुङ्गाहरूसँग आउनु परेछ कपलसँग आउनु पऱ्यो नि त खास बुङ्गाहरूसँग आउनु परेछ कसैलाई फोन चाहियो आम्मा यस्तो छ हो गाइज अब राम्रो भ्यू देख्यो भने चाहिँ राम्रो अब क्लियर भयो भने चाहिँ भोलि देखाउनेछौँ यहाँको है भ्यू के कसो छ अहिले चाहिँ त्यस्तो ब्युटिफुल त्यस्तो राम्रो चाहिँ भन्न सकिँदैन त्यस्तै छ ओके ल गाइज आज चाहिँ एउटा च्यालेन्ज गर्न आँटेको छु है यहाँ आएपछि म यो पानी छुन आँटेको छु चिसो पानी यो अब गाइज हामी चाहिँ यसो त्यहाँ त्यो पोखरीमा सकेर हामी चाहिँ यसो के विशेष रहेछ यहाँ गुफा पोखरी भन्ने चाहिँ यसो छलफल गर्न निस्केका छौँ है ओके ओए काठ रहेछ यार फेरि म त काट्ने पानी
माया लाग्छ सेकुवा कर्नर हो सेकुवा चाहिँ के गर्नु अनि अनि के गर्न आएको त टिकटक नगरेर चाहिँ टाउको धोएको होला नि तर टिकटक बनाउनु नपाएर चाहिँ टाउको धोएको अरे सुन यसलाई हटाऊँ न आफै मलाई त दोस्रो अप्सन मन पर्यो त मलाई पनि दोस्रो अप्सन मन पर्यो प्लान बी मन पर्यो अरे ओ चुवाचेको नि हो घर चुवाचे छ कि त्यहाँ है ओ ए सुँगुर यस्तो जाँडा मर्दैन हो सुँगुर यस्तो जाँडा मर्दैन ओए त तैँले हाल्दा चाहिँ हुने मैले चाहिँ हाल्दा नहुने माथि जाने यो यसलाई गर्मी भएको अरे गाइस उसलाई पनि गर्मी भएको अरे यसलाई चाहिँ र मलाई चाहिँ तातो भएको धन्नै जुत्ता लाइन छ गाइस धन्नै जुत्ता लाइन चप्पल माग्थिस् मैले नगरेको हेर्नु अनि त चप्पल लगाएर के चाहिँ खुल्नुहुन्छ मैले भिडियो बनाउन आएको खास चाहिँ त्यही पनि भएन चप्पल के अब यस्तै यस्तै छ गाइज अब आजको लागि चाहिँ यति नै एन्ड गर्नु होला है भोलि अब के कसो छ यहाँ सबै देखाउने छु थ्याङ्क्स फर वाचिङ वेलकम होइन सबैजनालाई धेरै धेरै धन्यवाद यतिसम्म हेरिदिनु होइन अब एपिसोडमा चाहिँ सबैजना है आइदिनु चाहन्छु के हेरेर छन्